अहिले चाहिँ भर्खरै रविला छाने चाहिँ जेलबाट छुटेछ होइन। त्यो पनि 5 करोड तिरेर आयो। त्यत्रो मान्छेको त्यत्रो 5 करोड पैसा कहाँबाट आयो क्या एउटा पत्रकारको, एउटा के अरे सांसद नि पुरा भएन, त्यत्रो वर्ष जेल बस्यो क्या सांसद भएर। तपाईँको 2-3 वर्ष जति जेल बस्यो, अनि त्यत्रो पैसा कहाँबाट आयो क्या? अनि त्यसलाई भ्रष्टाचारी नगरेको भनेर के भन्नु? के रविला छानेको पछाडि तपाईँहरू लाग्नुहुन्छ? यो भनेको तपाईँहरू लाग्नु भनेको उसले घोर अन्याय गरिरहेछ क्या देशमा। 5 करोड भनेको तपाईँको सानो पैसा होइन क्या। इट्स नट जोक, इट्स बिग मनी भन्छ नि। त्यही भएर तपाईँहरू मेरो रविला छाने, मेरो स्वतन्त्र पार्टी, मेरो घन्टी, मेरो यस्तो उस्तो नभन्नुहोस् क्या। रविला छाने तपाईँहरू पछाडि नलाग्नुहोस् क्या। उसले उसको लाइफ मात्रै बनाउने क्या, अरूको लाइफहरू तपाईँको गन्डगोल पारिन्छ क्या। सो द्याट त्यो भएर चाहिँ तपाईँहरू चाहिँ राम्रोसँगले बुझ्नु होला। योचोटि चाहिँ अब चुनाव पनि आउँदैछ, चाहे अब खासै टाइम पनि छैन, लगभग फागुन 21 गते होला चुनाव होइन। त्यसमा चाहिँ तपाईँहरूले हाम्रो श्रम संस्कृति पार्टी माटोलाई सपोर्ट गर्नु होला, माटोमा भोट हाल्नु होला। त्यो भन्दै आजको लागि बाई, बिदा गर्न चाहन्छु।